चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने एकै दिन 1500 जना मान्छेहरू। यसै गरी रावी लामिछानेले यत्रा मान्छेलाई चाहिँ पार्टी प्रवेश गराएका हुन्। उनले विभिन्न गुनासोहरू पनि त्यहाँ पोखेका छन्। यो हेर्नुहोस्, 27 घण्टामा सत्ता पल्टाउन सक्ने ताकत भएको जेनजीलाई केटाकेटी भनेर तपाईले हेर्न जरुरी छैन। जसले ममाथि योजना बनाएर प्रतिशोध साधे मसँग तिनलाई माफी गर्ने छाती छ, तर जनताले भोट दिएपछि मात्रै। तपाईको आशीर्वादको एउटा शब्द पनि खेर जान दिउन। मेरा भगवान जस्ता बाआमालाई पेट मर्ने गरी चित्त बुझ्ने गरी हेर्न मन छ मलाई। पहिला मलाई तपाईहरुलाई चित्त बुझ्ने गरी हेर्न पनि दिएनन् उनीहरूले। कुनै अपराध नगरिकन मलाई कालकोठरीमा लगेर हालिदिए। मैले के अपराध गरेको होइन, मैले कुनै अपराध गरेको होइन। मेरो अपराध यति हो कि आदरणीय मतदाताहरूले मलाई जेका लागि संसद पठाउनु भएको थियो मैले त्यही काम इमानदारीका पूर्वक गरे। मेरो गल्ती त्यति हो, मैले त्योभन्दा बढी कुनै अपराध गरेको छैन। ममाथि मुद्दा लगाउने सरकार अपदस्थ भएर भाग्यो, तर तिनले लगाएको मुद्दाको बिख शरीरभरि बोकेर म फेरि तपाईको आशीर्वाद थाप्न आएको छु। आज म पार्टी प्रवेशको कार्यक्रम मात्र रहेको भनेर सानो कार्यक्रम होला भनेर सचिवालयमा मात्र छिरेको थिएँ। अदालतमा हाजिर लगाउनु पर्ने थियो, म यही छु भनेर। तर यति धेरै तपाईहरुको उपस्थिति देखेर मन घुरुङ्गो भएको छ, भारी भएको छ र ढुक्क भएको छु। यिनले जतिसुकै अपराध गरे पनि चितवनले नीलो क्रान्तिको सुरुवात गरिसकेको छ। चितवनबाट जन्मिएको यो क्रान्ति देशभर फैलिन्छ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, सिङ्गो राज्यमा माथि लाग्दा पनि मलाई तपाईले दिनुभएको आशीर्वादमाथि पूर्ण भरोसा थियो। मैले अनुहारमा कहिले दुःख ल्याइन, म कहिले विचलित भइन र हुनेवाला पनि छैन। किनकि एउटा व्यक्ति बन्नको लागि, एउटा पार्टी बनाउनको लागि चालिएको अभियान नै होइन। यो त सिङ्गो पुस्तालाई न्याय दिनका लागि थालिएको अभियान थियो। हामीले सुरु गरेको यो क्रान्ति, चितवनले रोपेको यो बिउ बिस्तारै बिस्तारै उम्रदैछ, फक्रदैछ, फुल्दैछ र फल्दैछ। आउने निर्वाचनमा यसको फल लाग्नेछ। यसरी उनले गुनासो पोख्दै मलाई चाहिँ यस्तो बोझ भिराएर उनीहरू चाहिँ एउटा सरकारबाट लखेटिए, तर त्यसको बोझ चाहिँ मैले बेहोरिरहेको छु। यसै गरी चितवनले मलाई कहिल्यै पनि अन्याय गरेन, सधैँ मलाई न्याय गरो, म चितवनको सधैँ ऋणी छु भनेर उनले अभिव्यक्त पनि यसरी दिए। तपाईहरुलाई कस्तो लाग्छ? रवि लामिछाने कस्तो लाग्छ? अब यो चुनावमा कसले जित्नुपर्छ त? जसले जित्नुपर्छ कमेन्ट गर्नुहोला। जस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। धन्यवाद।